यहाँ लक्ष्मीनाथ आचार्यको घर कतापट्टि होला? म चिन्दिनँ। काठमाडौँमा नामले चिन्ने भने चाला मात्रै हो। यहाँको मान्छेलाई बोलेको पनि पैसा दिनुपर्छ क्या? बडा तनाव भयो क्या हो? तनाव भयो कि तनाव? कस्तो घर छ रे बा? ठुलो घर छ के भयो? ऊ यस्तै लक्ष्मीनाथ आचार्य। बाबुले त पक्कै चिन्नुभयो होला। त्यसरी त चिनिँदैन नि बा। बरु नम्बर याद छ तपाईँलाई? नम्बर 98 422 32 884। म हराएको चाहिँ नभन्नु बस। यो नम्बर त अफ छ बा। चिया मैले त कान्छोको नम्बर दिएँ कि क्या हो? माइलोको नम्बर त थाहा छैन। बाले कान्छोलाई चाहिँ एकदम माया गर्नुहुँदो रहेछ। पख्नुहोस् है त। छोराको पुरा नाम के भन्नुभयो? लक्ष्मीनाथ आचार्य। अनि बा बाटो बिराको भनेर भन्न लाउनु पर्दैन त्यसलाई? कम त डर लागेको थियो मलाई। बाटो बिराको होइन, पुलिसले एकछिन गफ गरौँ बा भन्यो। गफ गर्दा गर्दै तँलाई बोलाइदिन्छ। बा पनि अनि त्यो पराजुलीको डेरीमा जानु भएन? काइन किन? माइला हजुर तँलाई त यता काले चिन्दैनन् रहेछ नि त। यत्रो सहरमा सबै मान्छे चिनेर पनि त साध्य लाग्दैन नि बुवा। टन्न धन कमाएको छ, यत्रो ठुलो व्यापार छ। अब नाम भन्ने कुरो सम्पत्तिले कमाइने होइन रहेछ त बा। जिम्बाल धर्मनाथ बा भनेपछि मलाई 7 गाउँकाले चिन्छ। धर्मनाथ बाको छोरा भनेर चिनाउनु नि। सबैदेखि त्यही गर्छ। ओहो आइपुग्नु भयो? यत्रो बेरसम्म नआउँदा त म त कतै हराउनु भयो कि भनेर डराएको। अब म हराउँला सिधै माइलाको अफिस गएर आएँ। ए माइलाको अफिससम्म चाहिँ कसले पुर्याइदियो त तपाईँलाई? यो सहरानी केटी लक्ष्मीनाथ आचार्य भनेपछि नचिन्ने कोही रहेनछ। यसको नाम मात्रै लिएको एउटाले औँला समातेर अफिससम्मै पुर्याइदियो बा। होइन त माइला? बाले भनेपछि मैले होइन भनौँ ल। गाह्रो छ भने आमा लक्ष्मी फ्री भएपछि घुम्न जानुपर्छ है। अहिले आएर खेल्ने यो फोटो टाँसेर के गरेर? यो स्कुलको होमवर्क हो। मम्मी होमवर्क गर्ने टाइममा के भन्छ? गृह कार्य। अनि यो फोटो टाँस्ने कस्तो गृह कार्य गरे? यो हाम्रो परिवारको सदस्यको फोटो टाँस्ने होमवर्क हो। यति मात्रै हुन् त तेरो परिवारको सदस्य? अर्को त मम्मीको पेटबाट कमिङ सुन। यति मात्रै तेरो परिवार सदस्य होइनन् नाति। म तेरो परिवारको सबै सदस्यको नाम लेखेर तँलाई दिन्छु, याद गर। हुन्छ? हुन्छ। मिठो छ। स्याबास। आमा चाख्नु त निलाई। बुहारी सहरकी भएर पनि खिर चाहिँ गाउँकै स्वादको बनाइछ। खिर मैले बनाएको होइन नि बुवा, आमाले। खासमा बुवालाई खिर होइन, आमाको हात मिठो लाग्यो। जे भने पनि भयो, मिठो। त्यो पराजुलीको डेरीमा राम्रो दुध बेच्छ क्या बुवा? लोकल, त्यो पनि पानी नमिसाई।
जति गरे पनि गाउँको स्वाद आउँदैन। यो खिरमा स्वादै छैन। ब्राजिल भन्ने बित्तिकै ब्राजिलीले त एलर्जी भइसक्यो कि हेर भाग्यमानी भएस। तेरो साह्रै न्यास्रो लागेर फोन गरेको। के छ खबर? कसले लगाइदियो टिका? कहाँ पुग्या हो फेरि? ओहो मन त अहिले उडेर आऊ भन्छ नि मानी। तेरो बाउको भाइ हो, लिम्बू भए पनि तेरो काका हो। अहिले नाम याद राख, पछि भेटाइदिउ। Hello, ma'am. Hey, how are you? Nice job. Nice job. अमेरिका उठेकै छैनौ? अनि ड्युटी जानु पर्दैन? जाने हो। अनि ब्रेक तिम्रो हो। यसरी त हाम्रो भेटै हुन्न जस्तो छ त।
अमेरिका आएपछि भोटबाटै पैसा टिप्ने हो भन्ने जस्तो लाग्थ्यो। होइन रहेछ त बाबै। तिमी मलाई खाली टोकस्ने काम बन्द गर है। यस्तै त हुन्छ सुरु बेलामा मान्छे नेपालबाट आउँदै पैसा लिएर आउँछन्, घर किन्छन्, रेन्ट तिर्नु पर्दैन, हामी त यत्तिकै आएको। ल त्यहाँ मन्डे छुट्टी मिलाऊ है, म पनि मन्डे मिलाउँछु। ल तरिका पहिला टेस्ट गर्नु पर्यो, टेस्ट गरिसकेपछि रिपोर्ट आउँछ, अनि पो सबै कुरा थाहा हुन्छ। एकैचोटि डक्टरले तपाईँले कहाँबाट औषध दिन्छ त काका? पुरै नबुझ्ने तपाईँ जति बुझाए पनि। छिटाउनु न काका, कति बिस्तारै हिँड्नुमा। धर्मे होइन काका गल्पने ओहोइ केटा, सर्ट पोइन्टमा त तँलाई त बिजोग रमाइलो पो देखिन रहेछस् त हौ। कहिले आइस? भयो नि हो एक हप्ता। हो मेरो त ढुङ्गा छिरी पठाएछ नि हौ मेरो गौलामा। अनि झेकी फाल्नु पर्छ भनेर गलबन्दी भतिसले बोकी झार्यो नि हौ। गलबन्दी पनि गल्पने धेरै हो। न्यास्रो मेटा आइछ। न्यास्रै पो मेट्ने हौ। तर 3 जना मात्रै भयो त, कोरम पुगेन त हौ। काका हौ, कोरम पुग्ने ठाउँ मैले देखेको छु, जाने हो त? गल्पने है गाउँ बुढोको हाल खबर के छ? औ केटा, त्यो त साह्रो बिरामीको छ हौ। तँलाई खुब सम्झिरहेको थियो। अनि है तिम्रो पो त काठ थाप्ने सल्लाह थियो होइन? मैले ल्याएको ठाउँ राम्रो छैन त बडा। आयो है केटा। ल केटा सबले समाज सबले समाज छोड त भाइ। ओइ छोड त। के हो बा? तोपको केसमा हो के हो? होइन, चोरीको केसमा होला। मलाई चाहिँ यस्तो केसमा हो जस्तो लाग्छ। केटाहरू भन्दा बुढाहरू धेरै बिग्रेका छन् आजकल कि के हो केटा हो? मान्छे एउटा भलात्ने जस्तो छन्, एउटा चाहिँ सिद्धे रहेछ। कति मान्छे तपाईँले आज पनि सुन्नु नपाइने भयो। यो ढाडी त झन् 3टा ज्यान हत्कडी खोलिदिनुहोस्। के गरे?
राम्रो छ। जङ्गलको सिंहलाई आफ्नै अगाडि निरीह भएर बसेको देख्न सकिनँ। त्यसैले मैले नै पठाइदिएँ। आमा, हामीबाट केही कमजोरी भएको थियो र? किन आमा? म चाहिँ छोरै होइन, मैले चाहिँ बाबासँग बस्न पाउने अधिकारै छैन। त्यो हरिश्चन्द्रको कथामा भन्छ नि, जेठ त्यो बाउको प्यारो हुन गयो कान्छो आमातिर, बेचिनेतिर माइलो हुन गयो बेचितिर आँखी। त्यसमा र ममा के फरक भयो आमा? के माइलो भएर जन्मिनु मेरो गल्ती हो? होइन, एक शब्द नभनी बुवाले किन छोडेर जानुभएको? मैले के कमी हुन दिएको थिएँ बुवालाई? राम्रो लाग्यो? आमा आउँछ, अलि पछि आउँछ। हात पकाएर खाइनस् भने दुब्लै छस् त।
त्यो मान्छे नै नभेटिने ठाउँमा म जान्न माने। त कमसे कम नबोले पनि मेरो कुरा सुन्छस्। त्यहाँ त कोही कसैको केही सुन्दैनन्। जस्ता कसले बनाइदियो यो मोबाइल राख्ने झोला? खैले त राम्रो छ। ओहो किन भागेको? आइज यता। माने ए माने माने ए माने नभाग। को केटी हो? बिहे गरिदिउँला। त्यहाँ विदेश पुग्ने बित्तिकै पहिला आँखा बनाउँदाको ऋण तिर्ने, त्यसपछि मलाई खुरु पैसा पठाउनु। पठाउँछु हौ पठाउँछु। बाटोमा हिँड्दा नि ल्याङ 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 नगर्नु हौ बुढी। काका नमस्कार। आँखाको उपचार गराइछस् त तिमीले? गराएँ काका। अनि काका त धेरै समय पछि पो देख्छु त। यसपल्ट यस्तै। ल आफ्नो ख्याल राखेस्। हस्। मेरो मिश्रीको स्वाद त बिर्सेको छैन होला नि? अब त तपाईँ कहीँ जानुहुन्न नि? जान्न, अब म यहीँ रमाउँछु। जिन्दगीमा कहिलेकाहीँ यस्तो समय पनि आउँदो रहेछ जहाँ एउटा निर्णय लिनुपर्ने हुन्छ, पाना पल्टाउने कि किताबै बन्द गर्ने। अब हामीले पाना पल्टाउनु पर्छ, एकले अर्कोलाई काँध दिनुपर्छ। आइपुगेस् धर्मे? जिउँदै रहेछस् त। यमराजले तेरो भिजा क्यान्सल गर्यो कि क्या? तेरो चिहानमा कसलाई गाडिस्? मेरो निराशाहरूलाई गाड्दिए। म त मरिस् भनेर कहाँ थाप्न आयो। खुब ठुलो काम गरिस्। अब ती कुरा नभएको च्यानसम्म जानु पनि काँध थप्नुपर्छ र? त्यो पनि आफैले खने थिएँ। त्यहाँसम्म जान पनि कसैले बोकेर त लग्नै पर्थ्यो नि, कि आफै घिस्री जान्छिस्? साँच्चै भन् त, सिल टिम्बुर खाइसकेको त तङ्ग्रिएर यस्तो कसरी भइस्? मेरो ओखती आयो नि त फर्केर। मेरो ओखती ओखती ओखती। ढोग गरे काका। ढोग मात्रै गरिनस्, गाउँ फर्केर ठिक पनि गरिस्। भाग्यमानी भएस्। बा बिरामी भएको भन्ने सुनि म त नफर्किने गरेँ काका। एकछिन बस्दै गर्नुहोस्, म काकालाई मिठो चिया बनाएर खुवाउँछु है। तेरी केटीले चिन्ता गरेर फोन गर्दै थिइन्, तँ त भागेर आइस नि त? हो, भागेर आइ, त्यागेर आए।
खुब छोरालाई पकाएर लिएर आउँछु भनेर भन्छिस् नि त। नहुने कुरा सोचिएछ। मैले धेरै कोसिस गरे कान्छा, सकिन। सबैलाई नमस्कार फर्काउने मेरो हातमा हतकडी लाग्यो। त आफै भन् त, म कसरी सहेर बस्छु? ए माने, के त्यो गरेको रियाल झर्ला खाने कुरामा झुटो पर्यो भने म खान्न नि। कसको? माने बाला दे न। तपाईँले खाना खानुभयो? पहिले खाइस् केटी। तपाईँले खानुभयो? गुड इभिनिङ। बात अस्ति नै बाहिर जानुभएछ। मलाई त आज आमाले भन्दा पो थाहा पाएँ। तिमीहरू त भन्दै भन्दैन त केटा हो। बा सन्चै त हुनुहुन्छ नि? काठमाडौँमा भागेर धनकुटा पुग्ने भए सन्चै मात्र होइन झक्कास छन्। झक्कास भाउ कुनै दिन भागेर हामी बाटामा आइपुग्छन्। अनि बा खासमा किन भाग्नु भयो? म यहीँ रमाएको छु। बा तपाईँलाई त्यहाँ एक्लै छोडेर हामी चाहिँ यहाँ रमाउन सक्दैनौँ नि त। तिमीहरू त्यहीँ रमाएको छौ, म यहाँ रमाएको छु। जो जा रमाउँछन् उनीहरूलाई त्यहीँ रमाउन दिनुपर्छ। त्यस्तो भनेर हुँदैन के बा? बुढेसकालमा बाआमा छोराछोरीको लागि घाँडो बन्दिनु हुन्न के? तपाईँलाई चाहिँ गाउँमा एक्लै छोडेर अनि सहरमा माइलो कसरी बस्न सक्छ? तपाईँलाई फेरि काठमाडौँ ल्याउँ भने गाउँको माइले फेरि भागेर जानु हुनुभयो। सधैँ ल्याउने भाग्ने खेल्ने त चल्दैन होला नि बा। त्यसो भए तिमीहरू सबैजना यहीँ गाउँ फर्कने निर्णय गर्यौ? त्यसो भन्दा पनि त्यहाँको घर जग्गा सबै बेच्ने सल्लाह भयो। महिलाले बरु गाउँको जस्तै बनाइन्छ काठमाडौँमा। गाईको गोठ पनि बनाइन्छ। के भनिस् रे? के कान्छ? के ट्वाल्न हेरिरा? सुनिनस् तेरो दाजुहरूले के भने? सम्झाउ उनीहरूलाई। अब हामी पनि यताको सिटिजन लिइसकेपछि त्यो गाउँको लागि पाउना जस्तै त हो नि। यो उमेरमा तपाईँलाई त्यहाँ एक्लै छोड्ने कुरा पनि त भएन। तपाईँ सहरमा गएर बस्नुभयो भने कम्तीमा माइलदारी तपाईँको सेवा त गर्छ नि। त्यति भयो भने हामी तिन भाइलाई पनि ढुक्क हुन्छ। त्यही भएर यो घर बेच्ने आइडिया चाहिँ मेरै हो। अनि पल्टनी काकासँग पनि कुरा गरिसके बा मैले। त पनि त्यही भन्छस् भने तिमीहरूलाई जे सही लाग्छ त्यही गर। छोडेका बचे राति फर्किआउने आसमा तिमी परारो अल्झेको छौ मैले फेर्ने सासमा। बलमाराले तुलसीलाई खाली बन भन्छ के हो परानन्तै बसाइ सर्छु भन्छ। पखेटाले आकाश ताकी बुढो बुढो छोड्यो
जहिले पनि आफ्नो ज्यानै फालेर मलाई घर नछाड भन्न आइस्, तर मेरो केही चलेन। समयले मलाई निरीह बनायो। आमाले ल्याउनु भएको माइतीबाट यो काइयो चाहिँ बाले आसाममा व्यापार गर्न जानु हुँदा ल्याउनु भएको। यो मेरो हजुरबाले आफ्नै हातले बनाएको रे। बाले भन्नुभयो यो मेरो हजुरआमा ती जाँदा लाउनु भएको खराउ। यो सब मेरो हजुरआमा सती जानुभएको खाल हो। मेरो हजुरआमा सती जानुभएको खाल हो यो। मेरी हजुरआमा यही भित्री, मेरी आमा पनि यही भित्रिनु भएको हो। दुर्गालाई पनि मैले यही भित्राएको। तीनटा छोराहरू यही घरमा हुर्किए। तेरा बा आमालाई पहिरोले खाएपछि तँलाई मेरो घरमा ल्याउँदा त भर्खरै हिँड्ने भएको थिइस्। मसँग के बोल्थिस्? खै के बोल्थिस्? तेरो मुखले अहिलेसम्म बोलेन। अर्को जुनीमा यसै गरी त मेरै भएस्, तर बोल्न सक्ने भएर। बिहानै गाउँमा आज कुपिटी छ। बरु चाहिन्छ भने गाई पनि काठमाडौँ लानुहुन्छ, त्यसले लानुहोस्। बुढेसकालमा बालमा छोराछोरीको लागि घाँडो बन्दिनु हुनु के? भन्नुहोस् न, आइडिया छ तर अरू त मान्छे बुढेसकालमा बालमा छोराछोरीको लागि चाहिन्छ भने गाई पनि काठमाडौँ लानुहुन्छ, त्यसले लानुहोस्।
भन्ने बित्तिकै त म कसरी आउन सक्छु के? बुवाको अन्तिम अवस्था नै हो भने त आउनु नै पर्यो। होइन भने उपचार गर न है। बरु म खर्च पठाइदिउँला। उपचारको लागि बरु यता लिएर न, म छु त यहाँ। हेर माइला, खोला तरे जस्तो सजिलो हुने भए त म अहिले आउँथेँ, तर समुद्र तर्न त्यति सजिलो छैन। मैले सबैलाई फोन लगाएँ, कान्छो भोलिसम्ममा आइपुग्छ बा। हामी दाजुभाइ छुट्दैन, सकेसम्म सँगै बस्ने कोसिस गर्छ बा। के भयो? घर जानको लागि टिकट हेरेर क्रेडिट नै पुगेन भने के हो? अस्ति ओभरटाइमको पैसा आएको थियो, मैले टिकट लिइसकेँ। तक्षतः ओम विष्णु अत्यः पूर्वोच्चारित संकल्प सिद्धिरस्तु आजन्मोपार्जिताय समस्त पापानुदनाथः तथा परलोक गति सुखे नाम च हेममालाः स्वस्तिराय सतयोजनप्रतिव्रताय बाको औषधि हुन् म पुगेपछि बालाई निको हुन्छ। अझ म बाको छेउमै बसेको देख्यो भने त कालले पनि छोडेर जान्छ। बा म सधैँको लागि फर्केर आएको भन्न पाए त बा उठेर नाच्न थाल्नुहुन्छ। नमः तेलुकेतं प्रक्षोः यमवारे महापतेः उन्नता स्युः देवी वैतलाय नमस्तुते अद्य कृते च वैतले दानं कर्मः सांगतायो रोगाय चन्द्रदेवताकं निमित्ताय यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि नमस्ते कपिले गोपाल, तेरो भोलिमा बाको परान अड्केको छ। एकचोटि बादशाह बोलेर बालाई सजिलो बनाइदिन भाइ। बा, बुवा, कान्छो, कान्छोको फोन। बा, म कान्छो। बा, 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 युवराजले पहिला धेरै विषय पठाएछ। Hey
Oh